त्यही ठाउँमा जान्छ र त्यही ठाउँमा पोख्छ चाहिँ नि। अब त्यो पोखेर चाहिँ उठाउन मिल्ने भए पो हुन्छ चाहिँ नि, लगानी ठाउँमा पो गर्नुपर्छ त हैन। कोही दर्शक टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हेलो हेलो लाग्दो चाहिँ 5 औलाको छड्के सलाम अनि 10 औलाको दर्शन नमस्ते है। हजुर भाइ ल झोर्ले छड्के सलाम नमस्कार। को बोल्नु भयो कहाँदेखि? म चेक रिपब्लिकदेखि वैकुण्ठ रायमाझी बोलेको। हजुर हजुर चेक रिपब्लिक युरोपदेखि वैकुण्ठ रायमाझी बोलेको। चेक रिपब्लिकदेखि वैकुण्ठ रायमाझी। अब लु है खाताबाट छैन कसरी आज सम्झ्यो है वैकुण्ठजी? अब सम्झिन्छ नि हो, यो क्यानाडा नेपालमा हेरिरहन्थ्यो, अब फोन पनि गरिहालौँ न भनेर चाहिँ यस्तो ट्राई गरेको। बेला बेलामा चाहिँ यहाँसँग फोनमा सम्पर्क भइरहन्छ मेरो। हजुर हजुर एकदमै अहिलेपछि त भइरहन्छ। आज चाहिँ अनिहारमै यस्तो तपाईँ त गीत पनि गाउनु हुँदो रहेछ त, मलाई त थाहा थिएन त। अनि यति राम्रो स्वर भएको मान्छे चाहिँ यस्तो राम्रो गीत गाउने मान्छे, नेपाली लोक सङ्गीत र दोहोरी सङ्गीतलाई माया गर्ने मान्छे कहाँ चेक रिपब्लिकमा गएर चाहिँ चेक गणतन्त्रमा गएर के गर्दै हुनुहुन्छ? यहाँ चाहिँ नि को हो भन्नु पर्यो है, किचनमा काम गरिन्छ। त्यही हो। हजुर त्यो परदेशीमा थालेको कति वर्ष भयो? अब परदेशमा लागेको त लगभग 7 वर्ष जति भइसक्यो। 5 वर्ष म बोस्नियामा बसेँ, यो युरोपमै पर्छ बोस्निया हर्जगोभिना। त्यसले चेक रिपब्लिकमा आएको पनि 2 वर्ष भइसक्यो। 2 वर्ष भइसक्यो। लेबनान र चेक रिपब्लिक गरेर चाहिँ करिब करिब 7 वर्षको चाहिँ परदेशी जीवन यहाँले पनि भोग्नुभयो। कस्तो छ चाहिँ परदेशी जीवन चाहिँ? ठिकै छ, नट ब्याड भन्नु पर्यो। अब आफ्नो गाउँघर होइन, जन्मभूमि सँगै आफन्तहरू सँगै जुलेको बाटोहरू सबै कुराहरूको याद त आउँछ। अब त्यहाँ हाँस्नु खेल्नु डुल्नुको जो मजा छ, जो रमाइलो महसुस हुन्छ, त्यस्तो त अब परदेशमा कहाँ हुन्छ र। फेरि पनि अब परदेश जीवन बिताउनै पर्यो। एकदम सही कुरो हो। अनि यहाँको चाहिँ घर चाहिँ नेपालमा कुन ठाउँमा पर्यो? मेरो घर गुल्मी जिल्लाको वामी अर्जेवामा पर्यो। अर्जेवातिर हुनुहुन्छ बाबा आमाहरू? मेरो बुवा आमा र अर्जेवामा हुनुहुन्छ। मेरो मिसेस र बच्चाहरू चाहिँ बुटोलमा, बच्चाहरू पढ्दैछ बुटोल मणिग्रामतिर। मणिग्राममा जी 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 एकदम खुसी लाग्यो वैकुण्ठजी चाहिँ अब यहाँसँग यसरी चाहिँ प्रत्यक्ष टेलिफोन सम्पर्कमा कुरा गर्न पाइयो चाहिँ लाउरेको लैबरीमा चाहिँ हिमालय टेलिभिजन मार्फत हैन। हजुर यहाँको चाहिँ परदेशी जीवनको चाहिँ उत्तर प्रगतिको चाहिँ शुभकामना टक्राउन चाहन्छु म यहाँलाई। हजुर धन्यवाद, मलाई पनि बोल्ने मौका दिनुभयो हाम्रो हिमालयन टेलिभिजनमा, जसलाई हजुरलाई धेरै धेरै धन्यवाद। हजुर अब बज्ने गीत चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ यहाँले? कसैलाई डेडिकेसन गर्न चाहनुहुन्छ? डेलिगेसन भन्नुपर्दा हाम्रो गुल्मी वामीतिरको मेरो आफन्तहरू भन्नु पर्यो होइन। विदेशमा पनि क्यानाडा नेपालमा प्रायः हेरिन्छ, कहिलेकाहीँ दिनु हुँदो रहेछ, कहिलेकाहीँ नदिनु हुँदो रहेछ। दिनुभयो भने क्यानाडा नेपाल हेर्ने हाम्रो सम्पूर्ण साथीहरू, विदेशमा धेरै साथीहरू हुनुहुन्छ, हाम्रो फेसबुक साथीहरू होइन। हाम्रो जापानदेखि लिएर अमेरिकादेखि लिएर अस्ट्रेलिया अनि चेक रिपब्लिक युके भएको मेरो सम्पूर्ण आफन्तहरूलाई यसै होलसेलमै सम्झ्यो होला। एकदम खुसी लाग्यो वैकुण्ठजी। फेरि पनि चाहिँ नि सम्पर्क गर्दै गर्नु होला, यहाँसँग कुराकानी गरौँला। अहिलेलाई यहाँसँग म बिदा हुन चाहन्छु। हजुर हजुर मौका दिनुभएकोमा हजुरलाई धेरै धन्यवाद भन्दै बिदा होला है त। छड्के सलाम नमस्कार। आदरणीय दर्शक महानुभावहरू चाहिँ नि वैकुण्ठ रायमाझीले चाहिँ नि चेक रिपब्लिकबाट चाहिँ नि फोन गर्नु भएको थियो, उहाँसँग प्रत्यक्ष कुराकानी गऱ्यौँ हामीले चाहिँ नि। अब कोही अर्को दर्शक पनि आइसक्नु भएको छ लाइनमा, सङ्केत त्यस्तै प्राप्त भएको छ, उहाँसँग पनि कुराकानी गरौँ। हेलो हेलो दाजु नमस्कार। हजुर नमस्कार, छड्के सलाम। को बोल्नुभयो कहाँदेखि? हजुर म 2 चितवन नुवाकोटबाट रञ्जन पौडेल बोलेको। रञ्जन पौडेल? हजुर 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 रञ्जन पौडेलजी के गर्नुहुन्छ नुवाकोटमा? नुवाकोटमा अहिले पढाइ नै हो दाजु मेरो। पढाइ नै हो? हजुर 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 कतिमा पढ्नुहुन्छ? अहिले म 10 कक्षा। 10 कक्षामा? हजुर हजुर ज्यू ल है चाहिँ यो त एसएलसी फर्स्ट इयर पो रहेछ त। हजुर एसएलसी फर्स्ट इयर हो दाजु। अनि एसएलसी फर्स्ट इयर पढ्ने मान्छे चाहिँ पढाइमा कतिको ध्यान दिइन्छ? पढाइमा ध्यानै छ दाजु, अब ध्यान दिन परिहाल्यो भने के गर्नु, अब 10 वर्षपछिको मेहनत खेर गइहाल्छ, ध्यान नदिए र दाजु। ज्यू दिनुपर्छ, ध्यान पनि दिनुपर्छ। अनि आज स्कुल छैन? हजुर आज स्कुल थियो, पढाइ भएन, फर्केर आइसक्यो। अनि त्यसरी स्कुल भएर फेरि फर्केर आएर त पढाइ कसरी अगाडि बढ्छ र? हजुर पढाइलाई त अगाडि बढाउनु पर्यो नि।
अब अगाडि बढाउनु पर्यो भन्दा नि अब सर बिरामी हुनु गएको रहेछ, सर आउनु भएन, अनि त्यही भयो। ए अनि नुवाकोटको कुन ठाउँमा कुन स्कुलमा पढ्नुहुन्छ यहाँले? हजुर कुन स्कुलमा कुन ठाउँमा? नुवाकोटको कुन ठाउँमा कुन नजिकै छ दाजु स्कुल, श्री चन्द्रशेखर माध्यमिक विद्यालय हो। ए अनि नेपाली लोकसङ्गीत दोहोरी सङ्गीतलाई खुब माया गर्नुहुन्छ? हजुर गरिन्छ दाजु। एकदम खुसी लाग्यो चाहिँ रञ्जनजी चाहिँ पढाइ चाहिँलाई अलि ध्यान दिनु होला चाहिँ, किनभने अहिलेको जमानामा शिक्षा छैन त केही छैन हजुर हजुर है। यहाँको चाहिँ शैक्षिक भविष्यको उत्तरोत्तर प्रगतिको शुभकामना र शुभेच्छा प्रकट गर्न चाहन्छु। फोन गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब बज्ने गीत चाहिँ म रञ्जन भाइका लागि पनि फायर गर्छु। हजुर हुन्छ दाजु। है त, धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, यतिखेर भने अब एउटा म्युजिक भिडियो यहाँहरूका माझमा पस्किने बेला भएको छ। फायर गर्छु म, देख्यौँ। मयापूर्तिको कुरा यस्तै हो चाहिँ नि हैन। अब के गर्ने चाहिँ नि, अब यो पिरती त चाहिन्छ, पिरती लाउनु पनि पर्छ, पिरतीले जुग पनि लैजान्छ भन्छन् चाहिँ हैन। पिरती भन्ने चिज यस्तै हो चाहिँ, पिरतीमा धेरै गीतहरू गुनिएका हुन्छन्। कोही दर्शक आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा, उहाँसँग कुराकानी गरौँ। हेलो हेलो हेलो, उहाँसँग त्यति राम्ररी चाहिँ नि आवाज प्रष्ट आएन, चाहिँ सम्पर्क हुन सकिन चाहिँ जस्तो छ, अर्थात् सम्पर्क टुटे जस्तो चाहिँ छ भनौँ न। आदरणीय दर्शक महानुभावहरू, मैले यहाँहरूसँग भन्दै थिएँ कि चाहिँ के अरे यो भन्छ नि पिरतीको कुरा गर्दै थिएँ। पिरती भन्ने चिज त्यस्तै हो चाहिँ नि हैन। पिरतीले मान्छेलाई एकछिन प्रफुल्लित पनि बनाउँछ, तर पिरती टुट्यो भने फेरि मान्छे चाहिँ नि छिनमै चाहिँ एकदम के भन्छ ओझेलमा पनि पर्न सक्छ, अथवा बादलले छेकेको जुन जस्तो पनि हुन सक्छ हैन र। अर्को कोही दर्शक
आइसक्नु भएको संकेत प्राप्त भएको थियो मलाई चाहिँ नि। हेलो 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 हजुर छड्के सलाम नमस्कार। को बोल्नुभयो कहाँदेखि? नमस्कार छड्के सलाम। हजुर को बोल्नुभयो कहाँदेखि? यहाँको परिचय पाउन। नयाँ बस पार्कदेखि तेजिन्द्र गौतम। हजुर नयाँ बस पार्कदेखि तेजिन्द्र गौतम। तेजेन्द्र गौतमजी? हजुर। अनि तेजेन्द्र गौतमजी के छ हाल खबर? सबै ठिक छ दाइ। ठिक छ है? हजुर। यो पिरतीको कुरा गर्न मन लाग्यो मसँग त, के अरे तपाईँसँग चाहिँ नि मलाई। हजुर हजुर। यो पिरती बिनाको जिन्दगी अप्ठ्यारो हुन्छ भन्छन्, हो? हो। किन होला? किन अब मलाई पनि त्यति थाहा छैन। पिरती लगाइसक्नु भएको छैन यसको मतलब? मैले लगाएको छैन अहिलेसम्म। पिरती लाउनु भएको छैन भन्दा झुट नबोल्नु न। हजुर झुट बोल्नुभयो तपाईँले। होइन अहिलेसम्म लागेको छैन। झुट बोले के गर्नु? ल मायाप्रीति भनेको कुरा प्रेमिकासँग मात्रै हुन्छ र मायाप्रीति त आफ्नो बाउ आमा, आफ्नो जन्म स्थान, आफ्नो माटो, आफ्नो देशसँग पनि त हुन्छ नि। हुन्छ। अनि उहाँहरूसँग पिरती लाउनु भएको छैन? लाछु। अनि लाउनु भएको रहेछ त, झुट बोल्नु भएको भएन त? अनि जे होस् तेजेन्द्रजी, फोन गर्नुभयो, कुराकानी गर्न पाइयो पिरतीको विषयमा, एकदम खुसी लाग्यो चाहिँ नि। हजुर हजुर हजुर। अब बज्ने गीत चाहिँ मैले यहाँका लागि पनि फायर गर्नेछु। हुन्छ है, धन्यवाद धन्यवाद धन्यवाद। छड्के सलाम। अर्को कोही दर्शक आउनु भएको छ, उहाँसँग पनि कुराकानीलाई अगाडि बढाउँ। हेलो हेलो। हजुर छड्के सलाम नमस्कार। नमस्कार भाइ। हजुर को बोल्नुभयो कहाँदेखि? हजुर म बोलिन। हजुर डुमरवानादेखि सुदर्शन अधिकारी। सुदर्शन अधिकारी कहाँदेखि? डुमरवा सिमरादेखि। सिमरादेखि। अनि सुदर्शनजी सिमरामा चाहिँ हिमालय टेलिभिजन कस्तो देखिराख्नु भएको छ? हेलो। एकदम राम्रो देखिया छ। प्रष्ट देखिया छ? हजुर हजुर एकदम प्रष्ट। टेलिभिजन हेरिराख्नु भएको छ भने टेलिभिजनको साउन्ड अलिकति कम गरेर बोल्नु होला है, किनभने चाहिँ त्यसको डिस्टर्बले चाहिँ तपाईँको कुरा मैले बुझ्न सक्दिनँ। हजुर। अनि सुदर्शनजी, मैले अघि आउने दर्शकसँग चाहिँ पिरतीको कुरा गरेका थिएँ, म तपाईँसँग चाहिँ धोकाको कुरा गर्नु मन लाग्यो। हजुर है। धोका भन्ने चाहिँ दुईटा अक्षरको चाहिँ यो शब्द छ नि, यसले धेरैलाई अप्ठ्यारोमा पारेको छ। एकदम होइन? तपाईँ चाहिँ अप्ठ्यारोमा पर्नु भएको छ कि छैन कहिले? माया भन्ने चिज लागिया छ होइन? हजुर। माया भन्ने चिज लागिया छ, धोका भन्ने चिज पाइया छैन। ए, माया भन्ने चाहिँ लागिया छ, हजुर, तर धोका भन्ने चाहिँ पाइया छैन। छैन। धोका माया प्रीतिमा मात्रै होइन, व्यवहारमा पनि कहिलेकाहीँ धोका पाइन्छ। अब त्यस्तो व्यवहारिक धोका पनि पाइया छैन भनौँ न, सबैसित साथै पाइया। ज्यू ज्यू ज्यू, यसको मतलब त्यति व्यवहारिक जीवनलाई अँगालिसक्नु भएको छैन यहाँले? छैन। हो, बिस्तारै बिस्तारै चाहिँ ती यो दुई अक्षरकै हुन्छ, माया पनि चाहिँ नि दुई अक्षरकै हुन्छ, धोका पनि, होइन त? हजुर। तर ती दुईटा अक्षरले चाहिँ जीवनलाई बुझाउँछ। त्यो धोका र चाहिँ होइन, त्यो मायाको चाहिँ बिचको सम्बन्ध चाहिँ बडा गहिरो हुन्छ। हजुर। होइन त? हजुर हजुर। अनि सुदर्शनजी के गर्नुहुन्छ? अरू काम के गर्नुहुन्छ? पढ्नुहुन्छ? जागिर खानुहुन्छ? पढ्छु दाइ। पढ्नुहुन्छ? हजुर। कति पढ्दै हुनुहुन्छ? ब्याचलर सेकेन्ड इयर पढ्दैछु दाइ। ब्याचलर सेकेन्ड इयर? हजुर हजुर। अनि अब यो पढाइ पुरा गरेपछि के गर्ने हो? उद्देश्य के छ? हेरौँ न, अब पढाइ चाहिँ सुरुमा पुरा गरौँ अनि त्यसपछि सोचौँला। हजुर दाइ। एकदम सही कुरो गर्नु, अहिलेदेखि सोचेर काम छैन, होइन त? हजुर। सिमराको के छ मौसम आजको? एकदम गर्मी छ दाइ। एकदम गर्मी छ है? हजुर। ल है, गर्मीबाट चाहिँ बच्नुपर्छ। गर्मीमा मच्छर पनि लाग्छ, यो मच्छरको फेरि यसपालिको अलिक डरलाग्दो मच्छर फैलिया छ अरे भन्छन्। हजुर दाइ हजुर। है, ख्याल गर्नु होला। लु, यहाँसँग कुराकानी गर्ने मौका पाइयो, यसको लागि धेरै धेरै धन्यवाद यहाँलाई। लु, धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, हामीले दर्शकहरूसँग पनि कुराकानी गर्दैछौँ र चाहिँ नि म्युजिक भिडियोमा पनि अगाडि बढ्दैछौँ। अब यतिखेर पनि अर्को एउटा म्युजिक भिडियो यहाँहरूका लागि प्रस्तुत गर्ने बेला भइसकेको छ। लाउरी दाइले अदृश्य राइफलबाट फायर गरिहाल्छ। अब स्वीकार्नुहोस् अर्को म्युजिक भिडियो डिच्याउ।
बोलीले लाग्यो मलाई मायाको गोलीले हावा उठ्दैछ सहुरी उठ्दैछ सहुरी यो मलाई माघे चाहिँ माया कि हामी दुखी मधुर त्यो बोलीले लाग्यो मलाई मायाको गोलीले हावा उठ्दैछ सहुरी उठ्दैछ सहुरी यो मलाई माघे चाहिँ माया कि हामी दुखी यो मलाई माघे चाहिँ माया कि हामी दुखी आदरणीय दर्शक महानुभावहरू चाहिँ नि वास्तवमा चाहिँ नि वास्तविकतामा चाहिँ नि यसरी ब्ल्याकमेल गर्न पाइँदैन तर सिर्जनामा चाहिँ ब्ल्याकमेल गरेर पनि मोया माग्छ के भने जति मोया चाहियो रे होइन भने छोरी हान्दियो रे चाहिँ साँच्चीकै त्यसो भन्दाखेरि त गाह्रो हुन्छ नि होइन यो त सिर्जना थियो सिर्जनामा पच्यो आफ्नो ठाउँमा छ होइन सृजनामा धेरै कुराहरू हुन सक्छन् चाहिँ नि मान्छेले कल्पनामा बग्न सक्छ तर वास्तविकता यथार्थ भन्ने चिज चाहिँ फरक छ र पनि मान्छेले सृजनालाई चाहिँ नि आफ्नै कथासँग जोडिए जस्तो भान पारेर चाहिँ सुन्छ मनोरञ्जित हुन्छ किन होला त्यो पनि विशेष चाहिँ यो लोक सङ्गीतमा चाहिँ नि डाइरेक्ट होइन सिधा सिधा चाहिँ नि जवाब सवाल हुन्छ हैन त्यस कारणले पनि मनपर्छ होला नेपाली लोक सङ्गीत र दोहोरी सङ्गीत आदरणीय दर्शक महानुभावहरू कोही दर्शक आइसक्नु भएको छ चाहिँ टेलिफोनमा चाहिँ उहाँसँग सम्पर्क गरौँ हेलो हजुर नमस्कार छड्के सलाम को बोल्नुभयो कहाँदेखि हेलो 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 उहाँसँग चाहिँ नि बिचमै चाहिँ सम्पर्क विच्छेद भयो चाहिँ अब नेपालको संसार यस्तै छ चाहिँ नि हैन प्रत्येकको हातमा मोबाइल छ प्रत्येकको घरमा टेलिफोन छ हैन तर बेला बेलामा चाहिँ नि एकदम कटिङ भइरहन्छ चाहिँ नि यो के भन्छ चाहिँ सम्पर्क चाहिँ नि हेलो हजुर हेलो हजुर छड्के सलाम नमस्कार को बोल्नुभयो कहाँदेखि म स्वयम्भूबाट को बोल्नु भयो होला सुशीला नेपाल सुशीला नेपाल हजुर हजुर सुशीला नेपालजीलाई स्वागत छ लाउरेको लैबरीमा सुशीला नेपालजीलाई स्वागत छ लाउरेको लैबरीमा धन्यवाद हजुर के गर्नुहुन्छ सुशीलाजी हजुर दाइ नमस्कार है हजुर नमस्कार के गर्नुहुन्छ सुशीलाजी म घरमै बस्छु घरमै बस्नुहुन्छ अनि लाउरेको लैबरी निकै हेर्नुहुन्छ हेर्छु दाइ हजुर अनि नेपाली लोक सङ्गीत दोहोरी सङ्गीतलाई पनि निकै हेर्नुहुन्छ दाइ एकदम मन पर्छ हो नेपालजी कतातिरको नेपालजी पर्नुभयो
त्रिशुलीतिरको नेपाल। त्रिशुलीतिरको ए भनेपछि चाहिँ नि गीत सङ्गीतलाई सुन्ने मात्रै हो कि कहिलेकाहीँ गुनगुनाउने पनि गर्नु भएको छ? हेलो उहाँसँगको सम्पर्क पनि बिचमै विच्छेद भयो जस्तो छ। हेलो 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 हजुर बोलिरहेको छु। त्यही त चाहिँ अलि जोडले बोल्नुहोस् न। तपाईँको टेलिभिजन चाहिँलाई त्यो अफ गरेर बोल्दा अझै राम्रो सुनिन्छ। हेलो हेलो हजुर गीत सङ्गीत गुनगुनाउने पनि गर्नुहुन्छ यहाँ? कहिलेकाहीँ। कस्तो अवस्थामा चाहिँ गीत सङ्गीत गुनगुनाउन मन लाग्छ? हेलो लु तपाईँसँग चाहिँ त्यति स्पष्ट चाहिँ नि टेलिफोनमा चाहिँ कुराकानी हुन सकेन। यस कारणले चाहिँ सुशीलाजी म तपाईँसँग क्षमा माग्दै चाहिँ नि यहाँसँग बिदा हुन्छु। हेलो अर्को कोही दर्शक आइसक्नु भएको छ। हेलो हेलो हजुर छड्के सलाम नमस्कार। को बोल्नुभयो कहाँदेखि? हजुर नमस्कार। हजुर को बोल्नु भयो होला? हजुर म चन्द्रे बोले हो, काभ्रे जिल्लाबाट। हेलो म चन्द्रे बोले हजुर। के फेरि भन्नु एकचोटि। हजुर म चन्द्रे बोले हो बालाजुबाट। चन्द्रेजी हजुर अनि चन्द्रेजी के गर्नुहुन्छ बालाजुतिर? हजुर म बसी बसाइ मात्रै हो? हजुर। ए अनि कामकाज केही छैन? कामकाज केही छैन हजुर, खायो बसे के काम हुन्छ? कामकाजै नगरिकन खाएर बस्न पाइयो भने त त्यो भन्दा राम्रो के भयो र? हजुर अब त्यस्तै हो, खाना बस्न त्यही त हो। ठिक छ कामकाज पनि खोज्नुपर्छ, केही न केही पेसा व्यवसाय गर्नुपर्छ, त्यतिकै बस्नु हुँदैन, आल्सी हुन्छ मुन्छे। हजुर खोज्नुपर्छ चाहिँ नि होइन, त्यसरी त्यतिकै चाहिँ फाल्तु बस्नु हुँदैन। हजुर होइन खाली दिमाग राख्नु हुँदैन। हजुर मान्छेले चाहिँ दिमागलाई चाहिँ व्यस्त बनाउनु पर्छ अरे के? हजुर हाम्रो बाबुआमा अभिभावकहरूले त्यसै भन्नुहुन्थ्यो। हजुर अभिभावकहरूले त्यस्तै भन्नुहुन्थ्यो। उहाँसँगको सम्पर्क पनि विच्छेद भयो। आज टेलिफोनमा कुराकानी गर्दा त्यति स्पष्ट अथवा त्यस्तो भइसकेको छैन जाने। यसको मतलब चाहिँ राम्रोसँग कुराकानी गर्न पाइएको छैन जाने। यो के भन्ने जाने, संसारको दुनियाँ यस्तै छ। अब म्युजिक भिडियोतर्फ लाग्दाखेरि बेटर हुन्छ जस्तो लाग्यो मलाई जाने। फायर गरिदिउँ त? लो डेच्याउँ।
मेयर बैना जे लिए पनि जे दिए पनि चाहिँ नि वास्तवमा चाहिँ नि यो खसी बाख्रा अथवा चाहिँ जग्गाको बैना गरे जस्तो चाहिँ नि मुया चाहिँ पक्कै पनि होइन। मलाई चाहिँ त्यस्तो लाग्छ है। मुया त भावना साटिने हो चाहिँ नि, अन्तर मन साटिने हो चाहिँ होइन। अब मन नसाटिकन डाइरेक्ट चाहिँ नि माया देऊ र माया ल्याऊ हुने भने त चाहिँ नि पहिला चाहिँ नि बाबा पछि चाहिँ नि ओए कालेका बाउ हुन्छ। त्यति मात्रै होइन, पहिला सानो अनि पछि सानो कि आमा पो हुन्छ त। अनि गाह्रो हुन्छ होइन त। कोही दर्शक टेलिफोन लाइनमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हेलो हेलो नमस्कार। हजुर छड्के सलाम नमस्कार। को बोल्नुभयो कहाँदेखि? बानेश्वरबाट जानकीजी। ल जानकीजीलाई चाहिँ नि स्वागत छ लाउरीको लैबरीमा। के गर्नुहुन्छ? हजुर केही गर्नुहुन्न, घरमै बस्नुहुन्छ, गीत सङ्गीत सुन्नुहुन्छ हो? पक्का हो? हो हेर्नुहुन्छ। अनि लाउरीको लैबरी पनि हेरिराख्नु भएको छ अहिले? हो। लाउरीको लैबरीको चाहिँ त्यो टेलिभिजनको साउन्ड अलिक कम गरेर टेलिफोनमा चाहिँ अलिकति बेसी बोल्दा राम्रो हुन्थ्यो। हजुर अलिक त्यसलाई घटाएर चाहिँ नि यता टेलिफोनको साउन्डलाई चाहिँ अलिक ठुलो गराउनु भयो भने चाहिँ कुराकानी सुनिन्थ्यो नि त। अनि जानकीजीको घरै बानेश्वर हो कि कतैबाट आएर चाहिँ काठमाडौँमा बस्नु भएको छ कि के? हाम्रो घर काभ्रे हो। काभ्रे हो? काभ्रेदेखि काठमाडौँ आएर बस्नु भएको छ। पढाइ पनि जारी छ कि? नै, म पढाइ छैन अहिले त। पढाइ छैन, यसको मतलब पहिला थियो अहिले छैन? ए भनेपछि अनि कस्ता कस्ता नेपाली लोकसङ्गीत दोहोरी सङ्गीत यहाँलाई मनपर्छ? मलाई प्राय सबै मनपर्छ। सबै मनपर्छ? हजुर। लु यहाँलाई धन्यवाद चाहिँ नि टेलिफोन सम्पर्कमा आइदिनु भयो, यसरी कुराकानी गरिदिनु भयो है। हस् हस् धन्यवाद। अगाडि बज्ने म्युजिक भिडियो चाहिँ नि मैले यहाँका लागि फायर गर्नेछु। अर्को कोही दर्शक आइसक्नु भएको छ। हेलो हेलो हजुर छड्के सलाम नमस्कार। नमस्कार। हजुर को बोल्नुभयो होला कहाँदेखि? म सिन्धुपाल्चोकबाट रमा धिताल। सिन्धुपाल्चोकबाट रमा धिताल। हजुर हजुर रमाजी सिन्धुपाल्चोकको कुन ठाउँदेखि? मेलम्चीदेखि। आहा काठमाडौँमा पानी खुवाउने मुहानतिर आएर पो बोल्नु भएछ त? मुहान त हाम्रोबाट धेरै माथि पर्छ। धेरै माथि पर्छ है। मेलम्ची भन्ने बित्तिकै चाहिँ नि यहाँ काठमाडौँको वासीहरूले चाहिँ मेलम्ची कुरेर बसेको करिब करिब चाहिँ 15-17 वर्ष भइसक्यो। अझै करिब करिब चाहिँ नि 17 दुना 34 वर्ष जति चाहिँ कुर्नुपर्छ होला। अनि बल्ल मेलम्चीको पानी र काठमाडौँका जनताको चाहिँ नि भेट हुन्छ हो। अनि के गर्नुहुन्छ रमाजी मेलम्चीतिर? म त त्यतिकै गृहिणी हो। गृहिणी हो? हजुर। अनि घरमा चाहिँ घर बस्यो, घरको काम धन्दा गर्यो होइन? नेपाली लोकसङ्गीत दोहोरी सङ्गीत निकै मनपर्छ? निकै मनपर्छ। हजुर हजुर। अनि जस्तो चाहिँ नि मेलम्ची तल बजारमै हो यहाँको घर? हजुर। ए त्यसमा अरू पेसा व्यवसाय छैन चाहिँ गृहस्थ जीवनमा चाहिँ व्यस्त हुनुहुन्छ? ए अनि वैवाहिक जीवन चाहिँ नि अगाडि बढिसक्यो यसको मतलब? बढिसक्यो। बालबच्चा कति छन्? दुईटा छन्। कत्रा भए? ठुलो बाबु 10 वर्ष भयो, सानो बाबु चाहिँ 4 वर्ष भयो। 4 वर्ष भयो भनेपछि चाहिँ अब ती बालबच्चालाई चाहिँ नि स्कुल होइन घर त्यसमै व्यस्त हुनुहुन्छ? हजुर हजुर। एकदम खुसी लाग्यो चाहिँ यहाँसँग कुराकानी गर्ने अवसर प्राप्त भयो। फेरि पनि सम्पर्क गर्दै गर्नु होला। अब बज्ने म्युजिक भिडियो म यहाँका लागि पनि टक्राउने छु। हस् धन्यवाद रमाजी। आदरणीय दर्शक महानुभावहरू, अब यतिखेर भने हामीले चाहिँ यहाँहरूलाई एउटा म्युजिक भिडियो पस्किँदै लगभग चाहिँ अब लाउरीको लैबरीबाट चाहिँ नि हामी ओझेल पर्ने बेला आइसकेछ। अर्थात् लाउरी दाईले फेरि उता रोलकालतिर पनि जानुपर्छ। त्यस कारणले पनि अब मैले बिदा माग्नै पर्छ। छायाकार साथी मोहन रजक, सन्तोष केसी अनि स्टुडियो प्रड्युसर रामहरि गौतम र प्रड्युसर प्रज्वल राज साके समेत यो लाउरी दाईलाई पनि बिदा दिनुहोस्। भोलि भेटौँला। एउटा म्युजिक भिडियो फायर गर्छु। डेच्याउँ। छड्के सलाम नमस्कार।
ढुङ्गाको रेखिने जल्लै हेऱ्यो ओइ राम्री देखिने तिर्खलाको छ पानी बिनाको मासु के हो र त्यस्तो छाटपछि मलाई मासु छ ढुङ्गाको रेखिने जल्लै हेऱ्यो ओइ राम्री देखिने तिर्खलाको छ पानी बिनाको मासु के हो र त्यस्तो छाटपछि मलाई मासु छ पानी बिनाको मासु के हो र त्यस्तो छाटपछि मलाई मासु छ पानी बिनाको मासु के हो र त्यस्तो छाटपछि मलाई मासु छ अनेकौं तरङ्ग